गाइज आज हामी के भन्छ अरे यता फर्पिङ घुम्न आएको होइन उकालो चढ्दैछौँ यस्तो घाममा यस्तो उकालो कि गाइज फर्पिङ जाने बाटो यस्तो उकालो होइन सबैजना आउँदैछ पछाडि जाँदैछु है गाइज जाँदैछु ल निशा के बोल्दै यहाँ के गरे यो यस्तो जङ्गलको बाटो गाह्रो छ कि पानी हेर न गाई रमाइलो छ जङ्गलकै बाटो उक्लेर जङ्गलै जङ्गल मेरो हालत जोस रमाइलो छ है साथीहरूसँग उकालो चढ्नलाई ए के भन्छ गाई चाहिँ यो के भन्छ अरे यो भुलडुल जाने बाटो है गाई यस्तो जङ्गलको बाटो होइन साथीहरूसँग आउँदाखेरि चाहिँ जस रमाइलो हुँदो रहेछ तपाईँहरू पनि आउनु होला बन्द गर 10 मिनट त भयो होला हौ तर जस रमाइलो रहेछ है उकालो चढ्न साथीहरूसँग यस्तो घाम गाइज के हो के यस्तो भएन के कोही मान्छेहरू त्यो उतातिरबाट आउँदैछ हात हल्लाउँदै भुलडुलको यात्रा घाम हेर गाइज यस्तो हुन्छ घामको हालत कहाँ आइपुग्यो गाइज यस्तो ठाउँमा हैट भुलडुल हिँडेको यार फर्पिङ भुलडुल हिँडेको कहाँ आइपुग्यो ए पुरै सिसा बियर बोतल आम्मामा अझै जङ्गलभित्र पस्दै छ त हौ नआइपुग्ने हो कि क्या यस्तो बाटो त आम्मामा कसम भने स्कुलबाट हाफ छुट्टीमा भाग्दा नि भागेको थिएन होला हौ यस्तो बाटो यतातिर है मेरो जङ्गलबाट रोडमा निस्किनु त निस्किसक्यो है तर अझै लु यस्तो छ कोही साथी पुगिसक्यो कोही यहाँ छ कोही जङ्गलबाट निस्किने छ यस पसिना उत्तिकै होइन त्यो घाममा उकालो चढ्नु कसम के भन्छ स्कुलबाट बेलुका के हामी जब भात खाएर स्कुल जान्थ्यो तब ओह्रालो होइन 1-1.5 घन्टा तब बेलुका भात खाएर उकालो चढ्ने भोक लागेको बेला घाम यत्तिकै हुन्थ्यो उकालो जुन अघि हामी चढ्यो नि त्यस्तै उकालो के त्यस्तरी पढेको खै अहिले काम लागेन लु आज कहिले पुग्नु यार यस्तो पाराले फुटबल ग्राउन्डमा आइपुगेको छ है गाइज अझ 1 घन्टा 10 मिनटको बाटो रे है साथी अझै यहाँदेखि नि यो फुटबल ग्राउन्डदेखि माथि आधी माथि आइसक्यो अझै 10 मिनट रे के हो क्या यार बाटो यस्तो यार यो भन्छ बिजोक छ यार हाम्रो गाउँतिर नै हुन्छ हौ यस्तो के भन्छ कसरी हिँड्नु यार यत्रो बाटोमा कति बज्यो हौ
धुलधुल जाने भनेको यार खोइ उसै आइपुग्नु त ठाउँै आइपुग्नु यार यस्तो बाटो पुग्नु पर्ने गाडी नै नआउँदो रहेछ यार कहिले पुग्नु क्या गाइज यार कहिले पुग्नु यत्रो बाटो हिँडे यार कहिले पुग्नु यार कहिले पुग्नु वेट मर्यो जङ्गल बाइक छ 1 घन्टा 3 घन्टै भयो होला हिँडेको त आमा यस्तो बाटो वेट सर्कटबाट यताबाट रहेछ है हामी यो डाँडादेखि यो तलमुनि खाल्टोदेखि यत्रो बाटो आउँदाखेरि आम्मा यो खाल्टो मुनिदेखि तर सर्कटबाट यहाँबाट त सिधा मास्टर रहेछ यस्तै हो बाटो चिनेपछि तलतिर रे लु यहाँबाट नि अझै 10 मिनट तल हिँड्नुपर्छ भनेको छ यहाँ माथि के डाँडा भन्छ यसलाई यहाँबाट तलतिर भयो गाइस अब जाँदैछु होइन अब 5-10 मिनट लाग्छ भनेको छ जाँदै गरौँ भिडियो अन्तिमसम्म हेरिदिनु होला यस्तो शीतल रहेछ है यत्रो कामको बाटोको काम गरे होइन तर यहाँ जस जङ्गल चाहिँ राम्रो रहेछ कि हेर न सबैजना आउँदैछ आफ्नो मिसिनमा पछाडिबाट उत्रिको यस्तो राम्रो जङ्गल रहेछ यस्तो शीतल तपाईहरु पनि आउनु है घुम्नलाई ल त ल अब यहाँबाट फेरि यहाँबाट यस्तो आउनु पर्ने रे खतरा कस्तो राम्रो रहेछ कि तर यो जङ्गल मन परेन मलाई हाम्रो साथीको हिँडाइ चाहिँ त्यो कडा छ क्या यता नि हेर्देऊ ल वेट या हुन्छ आइपुग्यो फाइनल आइपुग्नु लाग्यो हामी सरसरी गरिदिनु सरसरी के भन्छ क्या मान्छेले आइपुग्यो जङ्गल चाहिँ खतरा रहेछ यस्तो राम्रो छ कि जङ्गल आउँदैछ केटाहरू यो पारी हो अब त आइपुग्नु यो पारी हो मान्छे हो केरा छ ठाउँमा हात रमाइलो उतातिर पनि देखाउनु खतरा रहेछ यो ठाउँ चाहिँ एउटा के हेरेर बसेको कस्तो बढेको छ्याङ्ने यार
अब रुमतिर फर्किन लागेको हामी सबैजना। कोही यता छ होइन, कोही यो साइडनिर छ होइन। हामी चाहिँ अब रुम फर्किन लागेको है। गाइज आज यस्तो बवाल भयो होइन, यस्तो रमाइलो भयो। तपाईँहरू पनि साथीहरूसँग यस्तो इन्जोय गर्न आउनु। पर्फेक्ट कपालहरूको लागि चाहिँ दामी छ होइन। र हामी चाहिँ साथी आएको यस्तो नाचगान भयो, रमाइलो भयो होइन। तपाईँहरू पनि बोका पनि आएछ। हामी फर्केको ल साथीहरू, हामी फर्केको। जस्ट रमाइलो भयो। सबैजना लाइक सेयर कमेन्ट गर्नु नि फेरि। मेरो युट्युब च्यानल लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सेयर बेलको आइकन घन्टी पनि बजाइदिनु। अब हामी जङ्गलबाट झर्दैछौँ। यस्तो छ जङ्गलको बाटो, यस्तो छ जङ्गलको बाटो होइन। हामी जङ्गलबाट झर्दैछौँ। साथीहरू पनि झरिरहेको छ होइन। यस्तो रहेछ यार, कस्तो खट्टम मतलब कि त्यो खट्टम हाल्दै नि नातेको बेलामा यस्तो बाटो झर्दाखेरि त गाह्रै हुँदो रहेछ। गाइस लास्टै झर्छ त्यस्तो गएको छैन हामी। गाइस हामी फर्केको होइन। अब त्यो जोस बाटो चाहिँ राम्रै रहेछ। यस्तो बाटो झऱ्यो होइन। जाँदाखेरि त उतातिरबाट गयो, जाँदाखेरि अर्को बाटो गएको, तर झर्दाखेरि चाहिँ यो बाटो झरेको है गाइस। जस्तै गाह्रो रहेछ यो बाटो, झन् चढ्नु झर्नु दुःख। गाइस हामी यो जङ्गल चढेर आएको ल, यो माटीको जङ्गल। आजको हाइकिङ गर्नु परेन। फर्बिङ झरेपछि तिप्परमा आयो। तिप्पर पनि यहाँ किर्तिपुरसम्म मात्रै पायो गाइस होइन। किर्तिपुरबाटै यतिकै बसिरहेको छु गाइस, के गर्नु। अब पछाडिबाट एउटा बस आएको छ कि भन्ने आश गरेको। बस आयो भने आयो है, आएन भने चाहिँ हाम्रो बिजुको हालत हुने भयो क्या। के गर्नु, घुम्ने र रमाइलोले गर्नु गऱ्यो। किर्तिपुर ठाउँमा छु है, हामी चाहिँ किर्तिपुर ठाउँमा छु होइन। ल अब यसपछि के हुन्छ म नेक्स्ट भिडियोमा भन्नेछु तपाईँहरूलाई होइन।